भोलिको दिनमा फेरि ओली किङ नानी बनाएर फेरि त्यतिकै नेपालमा छोडिदिएर यता अमेरिका ब्याक भयो नि के गर्छ शर्मिला त्यति बेला छि दाइ एउटा बच्चा पाल्न सक्दैन म यत्रो बच्चालाई पालिरहेको मान्छे ओली किङको बच्चा भनेर सस्तामा लगाएर हालिदिन्छु नि म अनि त्यो त भइहालेन नि होइन आफ्नै रुममा राखिदिन्छु जस्तो कि मैले हेरेको ठाउँमा मैले जाहेर त्यहीँनिर बस्दिन्छु नि त्यस्तो हुँदैन दाइ त्यस्तो एउटा दुईटा बच्चाको त त्यो टेन्सन ल त्यसो भने ओली किङ के गर्नु भने सँगै बस्नु पर्छ है भन्ने चाहिँ अब रहेनछ शर्मिलाको भनाइ चाहिँ होइन अहिले कुरा बुझिहालियो अब यसो सँगै बस्नु पर्छ बिहे गर्नु पर्छ दुनियाँ यो रिजिराप गर्नु पर्छ भन्ने चाहिँ छैन त्यस्तो त्यो रहेनछ अब जबरजस्ती रहेनछ किन भन्दाखेरि जिन्दगीमा मान्छेलाई लिभिङ टु अलमा बस्दा हुन्छ होला नि त लिभिङ टु अलमा के लिभिङ टुगर होइन लिभिङ टुगेदर लिभिङ टु अल होइन अब यस्तो लिभिङ के भन्दाखेरि अब मेरो कुरा सुन्नु नि त अब कुरा अब यता शर्मिला बहिनीको पनि अब कुरा बुझिहाल्यो होइन अब कुरो के भन्दाखेरि अब कति प्रायः जस्तो मान्छेहरू त अब छोरी मान्छेहरूले अब तैँले बिहा गरेपछि मेरो नानी यस्तो बनाइस् यस्तो बनाइस् यस्तो बिजोग बनाइस् तँ अमेरिकामा बस्छस् मेरो नानीलाई हेर्नु पर्दैन यताउताको प्रेसर चाहिँ रहेनछ किन भन्दाखेरि टिकटकमा प्रायः जस्तो मैले यस्तो घटनाहरू धेरै देखेको छु जस्तै अब अमेरिकाको केटा नेपालमा गयो अनि त्यता अब बच्चा बनाइदियो अनि त्यतिकै छोडेर आयो गर्दाखेरि अब यता बाउलाई धेरै प्रेसरहरू दिएको यस्तो काण्डहरू पनि ल्याएको देखिरहेछु तर त्यो चाहिँ रहेनछ ओली किङलाई चाहिँ होइन शर्मिलाको भनाइ बुझिहाल्यो कि मसँगले नै जस्ट अब जानु एकपल्ट ओली किङ नेपाल गएर के त नाथे अब राम्रै खालको होइन अब सल्लाह सुझावमै एउटा बनाइदियो नि त के हुन्छ त बनाएर नि आउँदा भइहाल्यो त नि आखिर शर्मिलाको 3 तले घर छँदैछ के हुने खाने छोरी हो हुँदा खाने नहुँदा त्यतिकै भौतारिने खालको त होइन रहेछ त त्यो कुरा त मैले भन्दा पनि जय दाई पुण्य गौतम लगायत हाम्रो जति पनि मिडिया कर्मी हुनुहुन्छ उहाँहरूलाई बुद्ध पनि हुन्छ उहाँहरू सबैजना आउनुहुन्छ यहाँ घरमा सबैजना त्यही अन्त गएर बनाइदिनु सम्पत्ति भनेको त्यस्तो हो अब सम्पत्ति सबैको हुन्छ मलाई चाहिँ के लाग्छ भने ओली किङले मलाई यो गर्नुपर्छ भन्ने चाहिँ मेरो सोच चाहिँ छैन हो दाइ सोच चाहिँ छैन त्यस्तो सोच चाहिँ छँदै छैन बिल्कुलै छैन जस्ट अब फेरि ओली किङ आयो भने नाइ चाहिँ छैन फेरि नाइ त कसरी हुन्छ दाइ अब आफूले मन परेको मान्छे होइन अब आफूले छुइदियोस् त्यस्तो भएको यसले मलाई छुइदियो यसले मलाई यति छुइदियोस् मात्रै छुइदियोस् मात्रै कति खुसी हुन्थ्यो त्यो भएको मान्छे नाइ त कसरी भन्छ दाइ त्यो त त्यही त अन्त गएर छुइदिँदैन त के हुन्छ ओली किङ न छुइदिँदाखेरि थेत्तेरी कस्तो खालको मान्छे थेत तिमी जस्तो मान्छेले छोरा मान्छेले गर्दा हामी जस्तो छोरा मान्छे बदनाम नहोस् है छुइदिनु गएर जानु होइन मेरो फिगर फेरि यस्तो टाइट छ फेरि यस्तो टाइट छ जिम गरेन यस्तो टाइट छ फेरि सुन्दैछ ओली किङ त्यो हेर्नु त तामाङ सुमी हेर्नु त भागेको नि त्यो भागेको सुन्यो ओली किङ कस्तो छ भन्ने कुरा भनिदिइराखेको छ आउ न हाउले किन भाग्या अनि त्यो बोइलर कुखुरा खाने बानी भएको छ होला केटोलाई के यो चाहिँ लोकल रहेछ यो त लोकल के कस्तो टाइट बक्नु न बक्नु एकछिन नबोल्नु न हैन मैले त फिगर त पुरै कोका कोला छ नि त फिगर त है हैन टाइट छ पानी खानलाई यो लिएर आउँछु हुन्छ फिगर त पुरै कोका कोला छ नि कोका कोला त हैन तर शर्मिलाले त ओली किङलाई त मार्छ होला चेपेर नै यो पेप्सी चाहिँ हो ठुलो खालको बोतलको पेप्सी हो क्या त्यसो भने तर मेरो फिगर देखाइदिउँ त दाइ छ दाइ नभए देखाइदिने उता नम्बर माग्नु कि व्हाट्सएपमा गएर देखाउनु नि त त्यो गर्दाखेरि अलिकति सेफ पनि हुन्छ होइन फेरि त्यो के हो त्यो के अरे के भने 12 आहा त अहिले 72 मिलियन के भनिन्छ नि त्यो 7.2 काण्ड भनेको त्यो कस्तो केटी है त्यो बिचारा त्यो बहिनी छ्या त्यो बहिनी त्यस्तो त छैन होला नि शर्मिलाको त हैन छ्या दाइ छ्या त्यही त मलाई सुतिराख्यो 81 बिहान पल्ट एउटा केटा छ के त्यस्तै छाडा स्याखु धमाला के सेकु बिजु हेरेसियो त यहाँ कति राम्रो रहेछ भनेको यसो क्लिक गरेर हेरेको त अरे सेकु केटा हो केटी हो अनि म त केटी हो जस्तो लाग्यो केटा हो र केटा हो नि त्यो भाइ त बिचारा
त्यो भाइ पनि आएछ नि मेरो घरमा 2-3 चोटि आइसक्यो लु है ओली किङ अब के सेकु त गर्ने भाइ केटा हो भाइ सेकु त मेरै साथीको घरमा त बस्छ ऊ लु सेकु भाइ बस्ने घर शर्मिला पनि मेरो साथी शर्मिला अब यी ओली किङ ल्याइदिएको छु ओली किङ भनेर मर्नु आँटेको ओली किङ हक्दा पनि ओली किङ मुद्दा पनि ओली किङ उड्दा पनि ओली किङ यता सुन्नु त तपाईलाई चाहिँ अनि केपी ओली दाइ कस्तो लाग्छ कहाँ गयो रे बहिनी के भयो यस्तो ल हगिरहेको छ म यहाँ छु के डस्टबिनमा मुते गर्यो मुते गरे मुतेको त आउँदैन छु के म टोयलेटमा उसले त्यहाँ के खै सारा मुतिरहेको छ होला नि टोयलेटमा छु के म मेरो कुरो मेरो अनि टाउको मात्र निस्किरहेको छ त नि हो अनि मुतेर आउँछ आउँदैन तिम्रो के आउँछ टोयलेटमा हगिरहेछ मुतिर होइन हगे गरे हगोस् हो साँच्ची भने तपाईँलाई चाहिँ होइन केपी ओली दाइ कस्तो लाग्छ राम्रो लाग्छ उसको उहाँको बानी व्यवहार अनि उहाँको हुन्छ नि उहाँको बडी सडी अनि उहाँको इन्टेलिजेन्ट उहाँको एडिटेसन उहाँको ब्रेड उहाँको अब सबै हेर्नु पर्यो नि त अब मन परेपछि हो कि भन्नु त बानी व्यवहार सबै हेर्नु अब पर्यो त्यो पाइटभित्र चाहिँ कस्तो छ मलाई थाहा छैन कहाँभित्र? हैन नानी पाइटभित्र चाहिँ के छ मलाई थाहा छैन पाइट भित्रको कुरा छोडिदियो के पाइट भित्रको चाहिँदैन कति मान्छे छ के छ मलाई त्यो चाहिँ थाहा छैन तर मान्छे चाहिँ ठिक छ राम्रो छ अब केपी ओली दाइलाई पनि के थाहा तपाईँको सुरुवाल भित्र के छ भनेर उहाँलाई पनि थाहा छैन सुराभित्र के हुन्छ यार सुराभित्र के छ भरे ओली किङ जस्तै छ त ओली किङ त बियोस हुन्छ त फेरि अन्त हैन म त थाहा बेकार नेपाल आएछु थुक्क भनेर फेरि भुलपल्ट नि फर्केर आउला अनि बानी व्यवहार सबै हैन अनि मात्रै बिहे गर्ने हो नि के रे अनि तपाईलाई चाहिँ केपी ओली दाइसँग बिहे गर्न मन लागेको छ कि छैन बिहे होइन साथी बनाउनु मन लाग्छ बिहे त्यस्तो सोचेको छैन ए त्यो भनेपछि त्यो के भन्छ त्यसलाई लाफिङमा बस्न मन छ के हो लाफिङ भनेर के भन्छ त त्यसलाई लाफिङ टुगेदर भन्छ नि त्यो लाफिङ टुगेदर हो आइया आमा बहिनी त के बोल्छ के बोल्छ लाफिङ टुगेदर के त्यो भनेको सँगै बस्ने के भन्छ त्यसलाई लागे हैन त्यस्तो त हो त्यो मान्छे कमाउनु पर्यो नेपाल अब अमेरिका बसेर कमाउनु पर्यो हैन त्यो कहिले कहिले भनेको छँदै छ नि कहिले काहीँ यसो दसैँ पुर्ने दसैँ तिहारमा आउने हो हैन यसो रमाइलो गर्ने हो हैन एकचोटि शर्मिला वाइफ पायो भने ओली किङ त फेरि 6 महिना आउने बनाउँछ अरे छ हैन महिनै पछि आउँछ अरे बेबी आहा बेबी यो पो रहेछ त साला जिन्दगी त भनेर नि ओली किङ पनि त ओड कस्तो सेक्सी छ नि ओली किङको नि कुकुरको छाउ र तातो खोलेमा पल्के जस्तो पल्किन्छ नि ओली किङ त फेरि शर्मिला वाइफमा भेटायो नि त ओली किङ के भने के छाडा बोलेर है भगवान तपाईको त्यो मोबाइल किन घोप्टे गरेको यो खै यो मोबाइल राख्ने यो यत्रो किने खाके अहिले घरमा अनि त्यही यस्तो त्यत्रो अनि तीन तला घर भएको मान्छेले राम्रो किन्नु नि हो स्टेन्जर पनि स्टेन्जर हो यो स्टेन्जर हो मलाई यो राख्ने त आउँदैन मलाई यहाँ यो मैले यो कसरी राखेको छैन मलाई मात्र थाहा छ यो मलाई राख्न त आउँदैन अलि मुनिपट्टि राख्नुपर्छ क्या कता मुनि अलिकति भुँडीतिर ठक्क यस्तो बनाएर राख्दा नि ठिक्क देखिन्छ माथि त्यो टाउकोदेखि माथि राखेछ नि त फोन फाइनली ओली किङ पनि यत्रो वर्ष सिंगल भएर कुदिरहेको थियो हैन अब चाहिँ गर्लफ्रेन्ड भेटाए अब गर्लफ्रेन्ड भेटाए बल्ल छोरा त कस्तो राम्रो छ बेबी त
ए यस्तो हो क्या ओली किङको ऊ पहिलाको गर्लफ्रेन्डको ओली किङ कहाँ बिहा गरेर छैन नि बिहा गरेर सिङ्गल हो नि म पहिला लिभिङ टुवेलमा बसेको थिएँ कि लिभिङ टुवेलमा बस्दा बस्दै त्यस्तो हो क्या लिभिङ टुवेल भने चाहिँ मलाई जे सानेर बोलिरहेछ मलाई थाहा छ त्यही पनि लिभिङ टुगेदरमा बसेको हो क्या पहिला ए लाफिङ टुवेल चाहिँ भन्दै थियो अघि म इङ्ग्लिस टिचरले लाफिङ टुगेदर क्या लाफिङ टुगेदर भनेको सँगै बस्ने भने हैन डर लाग्छ आउने ओली सर यहाँ सुत्न हामीसँग यहाँ खाली छ ठाउँ अब वासमा भिडियो कल गरेर सँगै सुत्नु हुँदैन हौ दिदी त्यस्तो सँगै सुत्नु हुँदैन केटी सँगै सुत्न मिल्छ केटा केटी सँगै सुत्न मिल्दैन हौ दिदी त्यस्तो कुरो गर्नु नगर्नु न हौ छक्का हो क्या के मात्रै देख्दैन होइन के बुढाबुढी मात्रै सँगै सुत्ने हो कि भोलि आउँदा बहिनी हाम्रो घरमा जय दाइ छ जय टिकटक बनाउन कसले आऊ रे हाम्रो जय दाइ टिकटक बनाउँछ रे तिमीसँग अब हुँदैन म त कहाँ म जहाँ पाएँ त्यही त हिँड्दिनँ म लगन खेलबाट उता गएँ भने म त हराउँछु भर्खर छिरे कि तामाङ नि यता सर मलाई त लगन खेल बाहेक केही पनि थाहा छैन मार गाउँ कि हुन् के जय भन्ने मान्छे चिन्छ क्या त्यो धुम 3-2 खेल्छ हेर न हो त्यो के तिम्री मुला अर्को पढाडी मुला म आउँदैन कि फेरि कस्तो मलाई फेरि त्यो डाइरेक्सनहरूसँग डर लाग्छ मलाई ठुल्ठुलो मान्छेहरूलाई भेट्न डर लाग्छ कि म कहिले भेटेको छैन त्यस्तो ठुलो मान्छेहरूसँग अनि म बच्चा मान्छे म अब लगन खेलबाट उता गएर म हराएँ भने मलाई बेच्दियो भने अनि न मेरो बाउ छ आमा छ यहाँ मलाई कसले खोज्नु जय किसिम दाइले खोज्या अनि पाण्डा फुल बिहा गर त अनि म त कसम भनेर राजदाई मैले हैन मैले झुट बोलेको होइन मारक मलाई लगन खेल बाहेक केही थाहा छैन ठाउँहरूको नाम त थाहा छ त्यो कहाँ जाने कहाँबाट जान्छ के गर्छ के छ कस्तो ठाउँ छ मलाई थाहा छैन त्यो बम फिटाउँछ के बम फिटाउँछ बसमा त्यो चढ्यो भने अनि तिमी हिरोइन बन्छु भनेर नि सर छिरेको हैन त नि म कहाँ म त इङ्ग्लिस टिचर बन्न आएको अनि मैले भन्दै थिएँ जय ब्रोले खेलाउँछ फिल्ममा जानु एकपल्ट कुरा गर्नु उहाँ डाइरेक्टर पनि प्रोड्युसर पनि हुन्छ हैन म त कहाँ मलाई फिल्म खेल्न दिँदैन क्या खेल्न के छ नि खेल्दाखेरि जय शर्मिला बहिनी लु भन्दा कति जनालाई हिरोइन बनाउँदैछ हो न जय ब्रोले बरु म इङ्ग्लिस टिचरमा चाहिँ बरु टिचरको रोलमा चाहिँ इङ्ग्लिस टिचरको रोलमा खेल्नु भन्यो भने चाहिँ म खेल्न सक्छु तर म त्यो साँच्चीकै डाइरेक्सनमा चाहिँ खेल्न सक्दिनँ इङ्ग्लिस फिल्ममा चाहिँ खेल्ने हो तिमी इङ्ग्लिस फिल्ममा चाहिँ खेल्छु म अनि कहाँ इङ्ग्लिस टिचरले अनि एकैचोटि नेपाली मुभी निकाल्छ त इङ्ग्लिस फिल्ममा चाहिँ कुन चाहिँ सिनमा खेल्ने त कान्छी इङ्ग्लिस मुभी होइन टक्क एउटा हुन्छ नि अब त्यो इङ्ग्लिस मुभीमा खतरा हुन्छ अब फाइटहरू खतरा हुन्छ हिरोनी खतरा हुन्छ टिचर खतरा हुन्छ डाइरेक्सन खतरा हुन्छ अनि त्यसमा चाहिँ अब नयाँ राम्रो रोलिङ एक्सन चाहिँ राम्रो हुनु पर्यो क्या त्यसमा चाहिँ अब इङ्ग्लिस फिल्ममा चाहिँ तपाईँ धेरै मोटाए तपाईँको के भन्छ त्यसलाई तपाईँ अलिक सिल्पिङ हुनु के म खानदानी जानु हाम्रो धेरै मोटो त कहाँ मोटी मान्छे मन पर्दैन रे हाम्रो केपीएल दाइलाई त मोटी मान्छे मन पर्दैन रे सिल्पिङ गराउनु रे हड्डीबाट के गर्नु के त्यस्तो मान्छे पनि मोरल हुन्छ त हड्डीमा मोरल भनेको हुन्छ नि अब फिटिङ सिल्पिङ ज्यान
ओली किङ सर चाहिँ अनुहार नदेखाउने हामीलाई मैले त अनु देखाएको थिएँ कि म त बुढो मान्छे हो अनुहार देखाउनु भन्नु नि दाइ अनुहार देखाउनु भनेको खै ओली किङले किन नदेखाएको शरम लाग्यो होला नि कस्तो अहिले ओली किङ यसो ठ्याक्कै गेस्टमा आएर बसिराख्दाखेरि मेरै अङ्गलामा सुतिरहेको जस्तो फिल भएर शर्मिलालाई अनि हो नि अहिले त आनन्द भइरहेको होला नि त होइन